इतिहासको पानाहरू पल्टाउँदै जाँदा समयले धेरै कुरा बगायो। कहिले राजा गए त कहिले राज्य नै फेरियो। तर आज पनि केही ठाउँहरू इतिहास बनेर बाँचिरहेका छन्। त्यस्तै एउटा इतिहास हो देउली गुफा। कागजमा लेखिएको इतिहास बिस्तारै हराउन सक्छ, तर जनजिब्रोमा बाँचेको इतिहास भने कहिल्यै हराउँदैन। हो, देउली गुफा पनि त्यही जनविश्वासमा बाँचेको एउटा इतिहास हो। नमस्कार, आउनुहोस् आज यसै भिडियो मार्फत तातोपानी 8 टोप्ला अर्थात् देउली गाउँमा अवस्थित देउली गुफाको बारेमा एक्सप्लोर गर्नेछु। गुड मर्निङ गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। इट्स मी हेमन्त साई। आज चाहिँ हामी हिडन प्लेसको बारेमा एक्सप्लोर गर्न गइरहेको छु। हिडन प्लेसको नाम हो देउली गुफा। अहिले चाहिँ म देउली गुफा अगाडितिर हिँडिरहेको छु। मैले देउली गुफा भेटिरहेको छैन। यो देउली गुफा चाहिँ जुम्ला जिल्ला तातोपानी गाउँपालिका 8 टोप्ला गाउँको अलिकति अगाडि जाने हो भनेपछि मुछाली, इमिन्चा र देउली भन्ने ठाउँमा चाहिँ देउली गुफा अवस्थित छ। यो देउली गुफाको इतिहास एकदमै पुरानो र रोमाञ्चक छ। आउनुहोस्, म सँगसँगै तपाईँ पनि देउली गुफाको यात्रा गर्नुहोस् र के दृश्यहरू देखिन्छन् नि देउली गुफामा गएपछि म त्यो देखाउँछु। तपाईँहरूले पनि अन्तिमसम्म यो भिडियो हेरेर साथ दिनुहोला। देउली गुफाको नजिक आइसकेको छु। यहाँ देउली गुफा त नजिक चाहिँ आएको छु, तर एकदमै डर लाग्दो छ यहाँभित्र। यहाँ चाहिँ कसरी जाने हो भन्ने कुरा भइरहेछ। झ्याङझ्याङ रहेछ है। म चाहिँ अब देउली गुफाभित्र प्रवेश गर्न लागिसकेको छु। यहाँ चाहिँ पुरै डर लाग्दो छ। भालु पो छ कि? पुरै यो चाहिँ डर लाग्दो छ है। यो देउली गुफा, यसको इतिहास चाहिँ एकदमै पुरानो छ। यो चाहिँ देउली गुफा हो। पुरै डर लाग्दो छ। यहाँदेखि भित्रदेखि पानी आइरहेछ। आउनुहोस्, देउली गुफाको बारेमा केही रोमाञ्चक कुराहरू सुनाऊ। बारेकुटको पहाड क्षेत्रमा अवस्थित मुल्समदह भन्ने ठाउँमा एक समय ल्याक्केल रोकाया नामका एक किसान बस्ने रहेछन्। एक दिन आफ्नो एक हल गोरु लिएर ल्याक्केल रोकाए खेत जोत्न लागेको रहेछन्। त्यही बेला कसैलाई थाहा नहुने गरी मुछालो देवता जोगीको भेषमा फाटेको वस्त्र लगाएर त्यहाँ प्रकट भएछन्। जोगीको भेषमा आएका मुछालो देवता ल्याक्केल रोकाए नजिक गएर, हे किसान, मलाई भिक्षा दिनुहोस् भनेर बिन्ती गरेछन्। तर रोकाएले उनी देवता हुन् भन्ने थाहा नपाई उनलाई साधारण घुमन्ते जोगी ठानेछन्। उनले अलि रुखो स्वरमा भनेछन्, कताबाट आएको यो घाँगड जोगी? भिक्षा लिन आएको हो भने गुरु समाएर जोत। त्यसपछि त्यो जोगी वास्तवमा जोगी नभई मुछालो देवता भएको प्रमाणित हुन थाल्छ। देवताले एक हल गोरु समाएर आफै जोत्न थाल्छन्।
यो दृश्य देखेर पनि रोकाएलाई अझै देवताको अवतार नभएको बोध हुन्छ। केही समयपछि रोकाए घर गएर भिक्षा ल्याउन लाग्दा त्यही अवसरमा मुछालो देवताले मूलसम दहबाट पुवाल बनाई एक हल गोरु हलो जुहाली सहित जुम्लाको देउलीसम्म ल्याउँछन्। भनिन्छ ती हलो जुहाली समेत सुन जस्तै चम्किला थिए। यसै घटनालाई आधार मानेर उक्त स्थानलाई आजसम्म पनि देउली अर्थात् बुक्सी गुफा भनेर चिनिने गरिएको छ। पर्यटनको खाने भनेर चिनिने टोप्ला गाउँ स्थानीय सरकार युवाहरूको व्यवस्थाले आजसम्म पनि यस्ता ठाउँहरूले आफ्नो पहिचान विश्वलाई चिनाउन सकेको छैनन्।